आज हरिबोधनी एकादशी हामी मस्टो पुर्णीहरूका लागि विशेष दिन कार्तिक पूर्णिमाको एकादशीको रूपमा हामी यसलाई मनाउँदै आइरहेका छौँ। आज देवताको पूजामा प्रयोग हुने सम्पूर्ण सामग्रीहरूलाई यसरी नदी किनारमा वा तीर्थस्थलमा गएर शुद्धिकरण गर्ने धुने चलन छ र देवताका धामी गाईहरूले पनि नुहाएर पवित्र भएर आउने आजको दिनबाट चाहिँ पूर्णिमाको दिनसम्ममा देवताको थानमा दियो बाल्ने चलन छ र धमिलो बस्ने चलन छ र यी विभिन्न क्रियाकलापहरू गरेर पूर्णिमाको दिनमा देवताको पूजा गरेर र पूर्णिमाको क्रियाकलापहरू अन्त्य हुन्छ र सम्पूर्ण पालीहरू देवता मान्ने मान्छेहरू जम्मा भेला भएर चाहिँ यो विभिन्न क्रियाकलापहरू गर्ने चलन छ। पहिले जति बेला मानिसहरू चाहिँ यहाँबाट मुगलान जाने चलन थियो, पैदल हिँडेर महिनौँ दिनसम्म लाएर हिँडेर जाने चलन थियो। त्यति बेलाको लागि साइड माग्ने आजको एकादशीको दिनबाट पूर्णिमाको दिनसम्म हेराएर देवताबाट साइड मागेर मात्रै आफ्नो साइड गर्ने यात्रामा निस्किने चलन थियो। मुगलान जाने यात्रामा निस्किने चलन थियो। त्यसमा चाहिँ खास गरिकन खररात्रि गर्ने, आफूले गरेका विभिन्न क्रियाकलापबाट हुन गएका केही प्रायश्चित गर्ने, केही गलत हुन गएको छ भने चाहिँ एउटा मानवबाट गलत हुनसक्छ। त्यो गलतको प्रायश्चितका लागि देवताको थानमा गएर खडारात्रि गर्ने, खडारात्रिमा चाहिँ पनि विभिन्न क्रियाकलाप गर्ने, ढुङ्गाको चाहिँ ओछ्यान गर्ने अनि त्यसपछि लाएर चाहिँ काँडाको सिरान गर्ने र आफूलाई चाहिँ पशु सरह म मानिस पनि लाएर बस्ने र त्यो विभिन्न क्रियाकलाप गरेर आफूले गरेका गलत क्रियाकलाप अथवा आफूबाट भएका कमी कमजोरीहरूको क्षमा याचना गर्ने चलन पनि थियो र त्यो चलनलाई चाहिँ निरन्तरता दिँदै आज हामी पनि यसरी यो रूपमा चाहिँ नदीमा देवताका पूजाका सामग्रीहरू ल्याएर यसरी यो पूजाका सामग्रीहरूलाई चाहिँ शुद्धिकरण गर्न आज आएका छौँ र यो पूजाको सामग्रीहरूलाई चाहिँ नदीको पानीले धोएर पवित्र बनाएर जलले चाहिँ अब देवताको थानमा लिएर राखिन्छ र साँझबाट चाहिँ देवताको पूजा आज सुरु हुन्छ। देवताको थानमा दियो बल्छ र यदि गरेपछि एकादशीदेखि पूर्णिमासम्ममा हुने विभिन्न क्रियाकलापमा सम्पूर्ण देवता पुज्ने जुन देवता मान्ने मान्छेहरू हुन्छ उनीहरूलाई चाहिँ पाली भनिन्छ। उनीहरू पालीहरूले चाहिँ नित्य पूजाको लागि धुप फुल चामल उठाउने चलन हुन्छ, दाउरा पनि राख्ने थानमा। त्यसरी चाहिँ पूजामा सम्पूर्ण मान्छेहरूको सहभागिता रहन्छ र आजबाट चाहिँ देवताको थानमा एकादशी, द्वादशी, त्रियादशी र चौदशीको दिनसम्म चाहिँ त्यहाँ